नमस्ते, म भेषराज कटेल, म धनकुटा 6 नम्बर वडामा बस्छु र पत्रकारको हत्या र सञ्चार माध्यममाथिको जुन ज्यादती छ यसको विरुद्धमा हामी सबैले आफ्नो छ र यो घटना एकदमै निन्दनीय पनि छ। काठमाडौँ शहर नेपालकै राजधानीमा जुन एउटा दिन दहाडै एकजना सञ्चारकर्मीको समाचार सङ्कलनकै क्रममा आगो लगाएर हत्या गर्नु भनेको अत्यन्तै निन्दनीय हो र यो दुःखद घटना, यस्तो खालको घटना परिकल्पना पनि गर्न सकिँदैन। त्यस हिसाबले गर्दा पनि यो घटना अत्यन्तै दुःखद छ र यो घटनामा सहभागी भएका, संलग्न भएका दोषीको यी सबैलाई कानुनी कठघरामा ल्याउनु पर्ने दायित्व राज्यको रहन्छ र एउटा पत्रसञ्चारकर्मी काठमाडौँ राजधानीमा चाहिँ समाचार सम्प्रेषण गरिरहेको बेलामा आगो लगाएर हत्या हुनु यो एकदम दुःखद कुरा छ र यसमा चाहिँ आन्दोलनकारी अर्थात् राज्य पक्षको पनि कमजोरी देखिन्छ। जहाँ आन्दोलन भइरहेछ, समाचारहरू सम्प्रेषण गर्नका लागि सञ्चारकर्मीहरू गइरहेका छन् र त्यहाँ जहाँ आगो लागिरहेछ, सञ्चारकर्मी जलिरहेका छन्, त्यस्तो अवस्थामा पनि उद्धार गर्न नसक्नु भनेको राज्य पक्षको पनि कमजोरी देखिन्छ। त्यस हिसाबले गर्दै सबैले आन्दोलनकारीले संयमता अपनाउनु पर्ने र राज्य पक्षले पनि शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने गरिकनको तयारी गर्न सक्यो भने मात्रै जनताहरूलाई राज्य भएको अनुभूति हुन्छ। मेरो नाम गोपाल बहादुर विश्वकर्मा, धनकुटा नगरपालिका 4। होइन, यो अत्यन्तै दुःखद घटना भएको छ। यो जसले गरेको भए पनि यो क्षम्य घटना होइन। अर्थात् सुनियोजित प्रकारले होस् या आन्दोलनको नाममा होस्, कुनै पनि बहानामा व्यक्तिको हत्या गरिनु, एउटा होनहार जनपक्षीय पत्रकारको चाहिँ हत्या गरिनु स्वभावैले अन्यायपूर्ण छ। पत्रकार मात्रै नभएर आम नागरिकको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। त्यसो भएको हुनाले यो खेदजन्य छ। यो जसले गरेको भए पनि राज्यको पनि नेग्लिजेन्सी। अर्को कुरा, भर्खरै ढलेको राजतन्त्रले पुनर्जीवित हुन सक्छु कि भन्ने अपेक्षाका बीचबाट थालेको आन्दोलनले सिर्जना गरेको यो हरकत हो। यसलाई ठेगान लाउने सन्दर्भमा अब राज्य लगायतका गणतन्त्रवादी शक्तिहरू पनि एक ठाउँ हुनुपर्छ भन्ने मलाई लाग्छ। मेरो पार्वती दाहाल अमात्य, धनकुटा नगरपालिका वार्ड नम्बर 5 हो। म चाहिँ अब यो नेतृत्व गर्ने मान्छे नै एकदम गलत मान्छे पर्यो। उसले चाहिँ अब यो 240 वर्षको चाहिँ यो निरङ्कुश शासन हटाउन चाहिँ यत्रो आन्दोलन 62-63ले गरेर सबै दलहरू एकजुट भएर चाहिँ ल्याउन सफल भएको चाहिँ अब यत्रो गरेर आएको यो कसरी सम्भव हुन्छ? यो सम्भव कुरै छैन। त्यसमा पनि अब पत्रकार, अब निर्दोष मान्छे त्यसरी मर्दा चाहिँ हामीलाई एकदमै दुःख लागेको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली। उहाँले अब आफ्नो बालबच्चा पनि थियो होला, कति के भयो होइन, त्यो अब सम्झिँदा नि हामीलाई एकदम मुटु नै उ भएर आउँछ। अनि यो आन्दोलन चाहिँ अब यस्तो आन्दोलन चाहिँ कहिल्यै देखेको थिएन भनौँ न। अब त्यस्तो एक्कासी त भाटबटेनीहरू, आफ्नो व्यक्तिगत घरहरू, त्यस्तोमा त यस्तो कसैले अहिलेसम्म आन्दोलन त्यस्तरी हामीले पाएको थियौँ न होइन। यो चाहिँ यो अरूभन्दा नि यो पत्रकार चाहिँ त्यसरी जिउँदै त्यस्तो जलेर बित्नु भएको छ। त्यो चाहिँ एकदमै दुःखद घटना छ। हामीलाई एकदम दुःख लागेको छ। त्यो चाहिँ अब यो सम्बन्धित मान्छेलाई नि त्यसलाई चाहिँ अब कडाभन्दा कडा सजाय चाहिँ गर्नुपर्छ। जसले नेतृत्व गरेको थियो उसलाई चाहिँ एकदमै कडा कारबाही गर्नुपर्छ। म ऋषिराम ढुङ्गाना, स्वतन्त्र नागरिक। वास्तवमा जनतालाई सूचित गर्ने पत्रकारमाथि हिजो मात्रै एउटा घटना जो चाहिँ घटेको छ, त्यो घटना असाध्यै निन्दनीय छ। अब यस्ता घटनाहरू घट्नुमा अब जिम्मेवार को हुन्छ भन्दाखेरि पहिलो त अब सरकार हुने भइगयो। अब दोस्रो चाहिँ अब जसले आयोजना गर्यो यो चाहिँ आन्दोलनको आयोजना गर्यो र त्यो आन्दोलनभित्र चाहिँ अब जो आतंक मचाइयो र चाहिँ अब आन्दोलनकारीहरूले थुनेर पत्रकार जनताको चाहिँ एउटा सुसूचित हुने अधिकारको सुनिश्चित गर्ने एउटा चाहिँ आन्दोलनको चाहिँ के भन्छ अब त्यो रिपोर्टिङ गर्ने क्रममा थुनी उहाँलाई आगो लगाएर जो मारियो, यस्ता क्रियाकलापहरूलाई चाहिँ सरकारले तुरुन्त यसको जवाफदेहिता वहन गर्नुपर्छ र सरकारको जवाफदेहितालाई चाहिँ पूर्ण रूपमा चाहिँ आत्मसात गरेर त्यो घटना घटाउने सम्बद्ध पक्षको हो त्यसको निष्पक्ष छानबिन गरेर जसले घटना घटायो त्यो घटना घटाउनेहरूलाई कडा कारबाही गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। मेरो नाम सुखकला राई, धनकुटा 5। अब जो पत्रकार होइन, जनताको आवाज सरकारसम्म अनि सरकारका राम्रा कार्यहरू, जनताका हितका कुराहरू, विकास निर्माणका कुराहरू होइन, त्यस्तै जनता समक्ष ल्याउने एउटा पुलको काम गरिरहने, आवाजविहीनहरूको आवाजलाई चाहिँ बाहिर निकाल्ने, जुन आवाजहरू चाहिँ राज्यसम्म पुर्याउने त्यस्ता पत्रकार जसले चाहिँ एकदमै न्यूनतम पारिश्रमिक लिएर जनतालाई बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्ने त्यस्तो पत्रकारलाई चाहिँ एउटा निर्ममतापूर्वक जुन हत्या गरिएको छ, यो चाहिँ षड्यन्त्रपूर्वक नै गरिएको हो, जुन चाहिँ एउटा बदलाको भावनाले नै गरिएको भन्ने मलाई लाग्छ र यसमा चाहिँ म एकदमै यसको भर्त्सना गर्छु।
मेरो नाम सन्तवीर लामा। म चाहिँ धनकुटामा बस्छु। हिजो जुन ढङ्गको चाहिँ काठमाडौँमा घटना घट्यो त्यसमा पनि हाम्रो चाहिँ न्युज टेलिभिजनका सुरेश रजत क्यामेरा पर्सनको जुन हत्या गरिएको छ सुनियोजित ढङ्गले यो चाहिँ एउटा जघन्य अपराध हो भन्ने मलाई लाग्छ र जुन ढङ्गको अराजक शैलीमा आन्दोलनको नाममा यो त आन्दोलन पनि होइन यो त अपराधको श्रृङ्खला हो भन्छु म। वास्तवमा आन्दोलन गर्ने एउटा थिम एउटा सिस्टम हुनसक्छ तर यहाँ चाहिँ ढङ्गको चाहिँ अराजक शैलीमा चाहिँ नि चाहिँ अपराधी शैलीमा चाहिँ जुन ढङ्गको चाहिँ अब सार्वजनिक सम्पत्ति तोडफोड व्यक्तिको घरमा चाहिँ तोडफोड गर्ने जुन किसिमको चाहिँ देखियो त्यसले चाहिँ नि यो मान्छेलाई चाहिँ स्वतन्त्रपूर्वक बाँध्न पाउने नागरिकको अधिकार पनि हनन भएको लाग्छ र जुन ढङ्गले आन्दोलनमा उत्रेका मान्छेहरूले चाहिँ सञ्चारगृहहरूमा आक्रमण गरे सञ्चारकर्मीहरूमा आक्रमण गरे हत्या नै गरे यो चाहिँ एउटा चाहिँ प्रेस स्वतन्त्रतामाथिको पनि एउटा चाहिँ होइन हिजोको चाहिँ एकात्मकालीन केन्द्रीय जुन सङ्कलनका व्यवस्था थियो त्यसको चाहिँ झल्को पञ्चायतकालीन झल्को दिएको जस्तो मलाई लाग्छ र यस्तो हुनु हुँदैन। अब हामी चाहिँ नि 7 सालदेखि नेपाली जनता आफ्नो स्वतन्त्रताका लागि लड्दै गर्दाखेरि आज चाहिँ गणतन्त्रसम्म आइपुग्दाखेरि पनि अझै पनि हामी त्यही पुरानै शासनको झल्को चाहिँ देखिरहेका छौँ भोगिरहेका छौँ उत्पीडित भइरहेका छौँ। 15 गतिको घटना हुनुभन्दा पहिला चाहिँ 2 दिन अगाडि चाहिँ ठुला दलका शीर्ष नेताहरू बसेको ती पनि जिम्मेवार छन् भन्ने मलाई लाग्छ र सरकारले चाहिँ नि शान्ति सुरक्षा कायम गर्ने मान्छेलाई चाहिँ नागरिकले चाहिँ शान्ति सुरक्षा प्रत्याभूत दिने काम जनधनको सुरक्षा गर्ने काम राज्यको ध्यान जाओस् नागरिकमाथि जुन खालको चाहिँ अन्य अत्याचार दमन भयो त्यो नहोस् राज्यले शान्ति सुरक्षा कायम गर्न सक्नु पर्दछ भन्ने मलाई लाग्छ।